हेलो साथीहरू सबैलाई नमस्ते। आज म तपाईँलाई एउटा यो पौधा भन्छ हिन्दीमा, यसको हिन्दी नाम चाहिँ पौधा भन्छ होइन। एउटा पौधा देखाउन गइरहेको छु। एउटा यो घाँस जस्तै बिरुवा छ, यो तपाईँहरू अनुमान लगाउन सक्नुहुन्छ यसको नाम के हो भनेर। यो विशेष गरी नेपालमा यसलाई भन्छ घोडा टाप्रे भन्दछ। अनि यसको हिन्दी नाम डाक्टरहरूले भ्रामरी भनेर भन्ने गर्छन्, र त्यसै गरी यसको साइन्टिफिक नाम रहेको छ सेन्टिला एसिटिका। र यो मैले मेरो घरको छतमा कौशी खेतीमा लिएर लगाएको केही दिन अगाडि मैले उता खेतबारीमा भेटेँ। त्यसपछि ल्याएर लगभग 2 हप्ता अगाडि रोपेको। आज यो यति ठुलो भइसकेछ। शनिबारको दिन यस्तो छतमा हेर्न आएको र एकचोटि मैले यो पातहरू टिपेर खाइसकेँ। यसलाई खाँदाखेरि तपाईँहरूले यसको यो पातहरू लिएर मजाले यसको जुस बनाएर खान सक्नुहुन्छ र उत्तिकै पनि खान सक्नुहुन्छ। यो किन खाने भन्दाखेरि यो डक्टरहरूले हामीले भनेको होइन, डक्टरले यसलाई ब्रेन बुस्टरको रूपमा लिन्छन्। यसको स्पेसली फाइदा चाहिँ केमा हुन्छ भने तपाईँको ब्रेन सेललाई एक्टिभ गरिदिन्छ। जो हाम्रो सेन्ट्रल नर्भस सिस्टममा सिएनएसमा जो सेलहरू डिएक्टिभ भएर बसेका हुन्छन् ती सेलहरूलाई एक्टिभ पारिदिने काम गर्छ र नयाँ सेलहरू जन्माउन पनि यसले धेरै सपोर्ट गर्छ। र त्यस कारणले त्यसबाहेकका अरू फाइदाहरू यसको लस अफ हेपाटाइटिस अनि त्यसपछि इन्डाइजेसन अनि हाई टेम्परेचर अनि मेमोरी लस अनि डिप्रेसन जस्तो केसहरूमा पनि यसले सपोर्ट गर्ने गर्दछ। त्यसै गरी यसलाई मेमोरी बुस्टर पनि भन्ने गर्छ र यसको अरू पनि फाइदाहरू ग्यास्ट्रिकमा पनि सपोर्ट गर्छ र विभिन्न प्रकारका हाम्रो शरीरमा हुने रोगहरूलाई यसले धेरै सपोर्ट गर्छ भन्ने डक्टरले प्रुभ गरेका छन्। यो एउटा रिसर्चबाट पत्ता लागेको कुरा हो, न तपाईँले भनेको न मैले भनेको कुरा हो। त्यसैले तपाईँहरू पनि यो बिरुवा कतै देख्नुभयो भनेपछि घरमा लगेर मजाले यसको जुस बनाएर खानु होला। यसको एकदम फाइदा छ, घाटा त छँदै छैन। यसको घाटा केही पनि छैन। यसको साइड इफेक्ट 0 हुन्छ, जसले पनि खान मिल्छ। तपाईँले यो वृद्ध अवस्था, युवा अवस्था अनि त्यसपछि बच्चाहरूलाई पनि तपाईँले यसको जुस बनाएर दिन सक्नुहुन्छ। यसको टेस्ट चाहिँ हल्का तितो हुन्छ। त्यसै गरी यो अलिकति तपाईँको सोइलिङ गर्दाखेरि कुनै मान्छेहरूलाई अलिक अप्ठ्यारो पर्न सक्छ। बिस्तारै बानी पार्नु होला अनि खानु होला। र यसलाई यो कुटेर तपाईँको पाउडर बनाएर पनि खान सक्नुहुन्छ।